आज लक्सले लुगा धुको कि यहाँ हेर्नु नि यी दिन धुम्मेर वेदरले साथ दिएन लुगा ड्यामै धोएर सुकाइरहेको छ हो यहाँ माथि परातिर वेदरले पो साथ दिएन है हेलो गाइस हामीहरु गाइस पकाउन चाहिँ गाइस मैले चाहिँ लुगा धुँदा सम्झी पठाएँ कि दबाई चाहिँ खानु बिर्सेछु मैले त हो तर त पानी ल्याएर चाहिँ अब चाहिँ म दबाई खाएर चाहिँ अरू काम गर्छु भनेको दबाई पनि यति बिर्छ हो तर पनि मैले खानु बिर्सेँ आज डल्लै डल्लै स्कुल पनि गएन हो स्कुल पनि लगिन टिभी हेरिरहेको छ लुगा चाहिँ कति बेसी धोएँ आज मैले सीमाले अघि पनि देखाइहाल्यो बहिनीले देखाइहाल्यो हो लुगा नानीले कति धोएछ भनेर गुड इभिनिङ एभ्रिवान हामी चाहिँ बेलुकाको खाना पकाउनु सुरु गर्न आँटेको बिहान चाहिँ भिडियो हाल्नु पाइनँ किनभने बिहानमा हामीले भिडियो पनि गरेन हिजो पुरा अनिन्दो भएको थियो कि अन्त हामी दिनभरि आज रेस्टहरू गऱ्यो सुत्यो तर पनि अनुहार त सुतेको सुत्दै छैन है हाम्रो लु आगोहरू पनि फुक्यौँ पानीहरू तातिँदैछ सधैँको जस्तै भाँडामा हाम्रो भेज सब्जी चाहिँ पाक्दैछ चुलामा हो म चाहिँ फिसको लागि मसला किन्न आँटेको ल हाम्रो छोरा चाहिँ अहिले चाहिँ माटो खेलेर आएर चाहिँ होइन हातमा भाइको पापा पनि आइछ हो ड्युटीबाट मिठाईहरू लिएर आइछ भाइले मिठी खाने भन्छ हो फिस पनि आइपुग्यो पाकिसकेर पनि हामी चाहिँ अब खाना थालेको है साथीहरू लु है साथीहरू हामी चाहिँ खानासाना खाएर पनि सानाकसिन गरेर बसिरहेको छौँ आज चाहिँ हामी छिटो सुत्छौँ किनभने हिजोको निन्द्रा पुगेकै छैन नि त हाम्रो भिडियोलाई चाहिँ हेर्नु नबिर्सिनुहोस् होला लाइक शेयर कमेन्ट गर्नु नभुल्नुहोस् होला बाइ बाइ गुड नाइट